हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी घुम्न भनेर दमक गएका थियौँ र फर्स्टमा हामी दमकको राधेश्याम इलेक्ट्रोनिक्स गएका थियौँ। यो चाहिँ मेरो साथीको सामान लिनुपर्ने भएर गएका थियौँ। यहाँनिर चाहिँ कस्तो राम्रो राम्रो सामानहरू पाउने रहेछ। यस्तो राम्रो राम्रो घडी स्पिकरहरू थियो पाउने। अनि हामीले चाहिँ एउटा स्पिकर लिनु थियो। यो चाहिँ कारवाला स्पिकर रहेछ। अनि हामीले चाहिँ यस्तो खालको लिएका थियौँ र त्यसपछि हामी चाहिँ खाना खान भनेर 5 थार थकाली गएका थियौँ। यहाँ चाहिँ पहिला एकदम मिठो खानेकुरा पाउँथ्यो र हामीले चाहिँ थकाली सेट अर्डर गरेका थियौँ। 2वटा चाहिँ चिकन खाना अर्डर गऱ्यो भने एउटा चाहिँ भेज अनि अमलेट पनि एउटा साथीको लागि मगाएको थियौँ। उसले चाहिँ चिकन खाँदैन। अनि त्यसपछि हाम्रो खाना आइसकेपछि हामीले एकछिन भिडियोहरू बनायौँ, फोटो खिच्यौँ र खाना खान थाल्यौँ। मलाई चाहिँ पहिला जस्तो यहाँको खानाको टेस्ट लागेन, अलिक डिफ्रेन्ट थियो। पहिला चाहिँ एकदम धेरै मिठो पाउँथ्यो भने अलिक अहिले चाहिँ टेस्ट कम भएको जस्तो लाग्यो। र एकछिन फोटोहरू खिचेर हामी चाहिँ त्यहाँबाट लाग्यौँ र हाम्रो अर्को डेस्टिनेसन भनेको चाहिँ 99 सप थियो। यो पनि दमकमा नयाँ खोलेको थियो। सो म र मेरो साथीहरू चाहिँ यहाँ गयौँ। यति धेरै खेलौनाहरू जस्ट 99 रुपिजमा थियो र यो टिफिन बक्सहरू 79 रुपिजमा, यो 199मा, यो 149 रुपिज थियो यसको चाहिँ। र यस्तो जगहरू 399, यति धेरै गुडियाहरू जस्ट 499मा थियो र सानो खालको गुडिया चाहिँ 399 मात्रै थियो। कस्तो क्युट क्युट गुडियाहरू थियो यहाँनिर चाहिँ। र यस्तो सिसाको सामानहरू पनि थियो र यस्तो लाबुबु खालको किचेन पनि थियो, टपहरू पनि थियो, चेन, मेकअपको सामानहरू पनि थियो। एकदम राम्रो लाग्यो र त्यसपछि हामी त्यहाँ सामान किनेर त्यहाँबाट गयौँ। र नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो 160 सप थियो र त्यहाँ चाहिँ यस्तो बोतलहरू थियो, राम्रो राम्रो पटहरू थियो। हामीले चाहिँ पहिला नै किनिसकेको भएर एक्सप्लोर मात्रै गऱ्यौँ। यस्तो चस्माहरू पनि थियो जस्ट 160 रुपिजमा र हाम्रो साथीले चाहिँ लगाउँदै जिस्किँदै बस्दै थियौँ। र त्यहाँनिर चाहिँ यस्तो खालको पङ्खा पनि थियो, तर यो चाहिँ गर्मी महिनामा युजफुल हुन्छ। र यस्तो खालके ब्रसहरू थियो, यस्तो खालके टोपी पनि थियो। क्या कस्तो कमेडी लाग्यो। हामी चाहिँ फाइनली ग्रेजुएटेड भन्दै जिस्किँदै यो टोपी लगाउँदै हाँस्दै बिल्ला हान्दै थियौँ एकअर्काको। र त्यसपछि हामी गयौँ पूर्वाञ्चल बेकरी। त्यहाँनिर चाहिँ हामीले चिया मगाएका थियौँ। यस्तो मिठो थियो नि त्यहाँको चिया। ताता चिया खाएपछि हामीले एउटा पिज्जा मगायौँ र पिज्जा खाइसकेपछि केही खानेकुरा प्याक गरेर हामी चाहिँ घरतर्फ लाग्यौँ। बाटो यस्तो धेरै बिग्रेको छ नि यतातिरको, सब कुनै गाडी छेउबाट कुद्दाखेरि पनि पुरै हिलो उछिटिराखेको थियो। हाम्रो ब्यागभरि लुगाभरि नै हिलो भएको थियो र हामी चाहिँ यसरी नै हाम्रो दिन स्पेन्ड गऱ्यौँ। थ्याङ्क्स फर वाचिङ एभ्रिवान। बाई बाई।